सही बाटोमा हिँडिरहेको सक्रिय नेताहरूसँग त्यो अधिकार हुन्छ। दलदलमा खसेर विकृतिमा भुइकिएर थुप्रा खालका समस्यामा तोपिएर अनि आफू तोपिएको ठाउँमा अरूलाई पनि आऊ भन्ने, किचडमा अरूलाई पनि आऊ भन्ने त्यो भन्न पाइन्छ तर त्यो अधिकार छैन। क्रान्तिकारी त्यहाँ गएर पस्दैन, त्यो कुरा राम्रोसँग हामीले हेरेर राख्नुपर्छ। त्यसैले हाम्रो अपिल के छ भने कुनै एकताहरूले कुरा बुझेन भने नेता र कार्यकर्ताले राम्रोसँग बुझ्नुपर्छ। संसारको कम्युनिस्ट आन्दोलनले दिएको शिक्षा के हो भने एकता, कथित एकता होइन, विचार बिनाको एकता, भावना बिनाको एकता, उद्देश्य र लक्ष्य बिनाको एकता, अनुशासन र प्रतिबद्धता बिनाको एकताले कम्युनिस्ट आन्दोलनलाई विसर्जन गरेको इतिहास। कुनै एकताले विसर्जन गर्छ, कुनै एकताले सुदृढ गर्छ। हामीलाई सुदृढ गर्ने एकता चाहिएको। हाम्रो नेपालमा माओवादी आन्दोलनलाई विसर्जन गर्ने एकता हामीलाई चाहिएको होइन। त्यसैले मेरो के हो भने सम्पूर्ण माओवादी साथीहरू, आन्दोलनका साथीहरू, क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका साथीहरू, जताततै रहेका साथीहरूलाई यो आजको हाम्रो ध्रुवीकरण कार्यक्रमबाट म विशेष अनुरोध गर्न चाहन्छु। हामी एकता चाहन्छौँ, हामी साँच्चै नै एकता चाहन्छौँ, एउटा सुदृढ एकता चाहन्छौँ।